राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश। हिजोको इतिहासमा ज्ञानेचोर देश छोड पारसे गुण्डा रुखमा झुण्डा भन्दै राजा विरुद्ध नाराबाजी लगाउने जनताहरू आज फेरि उनैको पक्षमा राजा आऊ देश बचाऊ केपी चोर देश छोड भन्दै सडकमा नाराबाजी गर्दै उफ्रिरहेका छन्। राजा ज्ञानेन्द्र जो बेला बेलामा चर्चामा आइराख्छन् र अहिले उनको पक्षमा नाराबाजी लगाउनेहरूको जमर्को चलिरहेको छ। हजारौंको संख्यामा जनताहरू सडकमा उत्रिए। राजा फर्केलान् नफर्केलान् तर यो भिडले गणतन्त्रको जग निकै कमजोर छ भन्ने चाहिँ पुष्टि गरेको छ। राजा ज्ञानेन्द्र जसलाई जन्मिँदै ज्योतिषले यसले अनिष्टता निम्ताउँछ भनेर भनेका थिए। राजा ज्ञानेन्द्र जो राजा बन्ने आधार नै थिएन तर भाग्यको खेल उनकै पक्षमा रह्यो। उनी नै आफ्नो दाजुभन्दा पहिलो पटक राजा बने। उनी नै नेपालको इतिहासको पानामा दुई पटक राजा बने। पहिलो पटक राजा भएको अनुभूति गर्न नपाउँदै उनको शिरपेच खोसियो र दोस्रो पटक राजा भएको 7 वर्ष नपुग्दै 240 वर्ष लामो शासन गरेको राजतन्त्र सकियो। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। जनताले राजगद्दी छोड भन्दा हाँसी हाँसी राजगद्दी छोड्ने राजा ज्ञानेन्द्र जसलाई आफ्नै वंशको नाश गरेको आरोप लागेको छ। उनले ताली पनि खाए गाली पनि खाए। अहिले फेरि अब नेपालमा राजतन्त्रको आवश्यकता छ भनेर फेरि चर्चामा आएका छन्। हाँसी हाँसी छोडेको सिंहासन फेरि खोस्ने साहस गर्दैछन्। के नेपालको राजनीति फेरि राजतन्त्रको मार्गमा फर्कन सक्छन्? आमाले गरेको गल्तीलाई सुधार्न छोरा हिजो किनकि यो गणतन्त्रवादीहरूले जुन आश्वासन दिएका थिए त्यही आश्वासनले गर्दाखेरि बा आमा त्यता लागे। तर आज हामी बुझ्ने भयो नि हो त्यही भएर गणतन्त्र फालेर राजतन्त्र र नेपाल र राष्ट्रिय जोगाउनको लागि म यहाँ आएको। के उनले फेरि सिंहासन पाउन सक्छन्? अहिले फेरि राज संस्थाको माग किन उठेको छ? यसका कानुनी र व्यावहारिक आधारहरू के छन्? के नेपालको संविधानले फेरि राजतन्त्रलाई फिर्ता ल्याउन सक्ने कुनै आधारहरू छोडेको छ? नेपालमा राजतन्त्र 240 वर्षसम्म रह्यो। पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि 2062-63 को आन्दोलनसम्म राज संस्था कायम रह्यो। तर राजा ज्ञानेन्द्रले 2058 सालमा दरबार हत्याकाण्डपछि सत्ता लिँदा देशको अस्थिरता बढ्यो। 2062-63 को जनआन्दोलनपछि नेताहरूले गणतन्त्र घोषणा गरे। 2065 सालमा संविधान सभाले अनौपचारिक रूपमा राज संस्थाको अन्त्य गर्यो। त्यस बेला नेताहरूले के भने? अब जनता स्वतन्त्र हुनेछन्, लोकतन्त्रले देश समृद्ध बनाउनेछ, भ्रष्टाचार अस्थिरता महँगी हट्नेछ। तर 16 वर्षपछि अहिले के भएको छ? अर्थतन्त्र झन खस्केको छ, भ्रष्टाचार उच्च तहमा पुगेको छ, सरकार अस्थिर छ, सत्ताको खेल मात्रै भइरहेको छ। यसैले जनता अहिले राजा फर्काऊ देश बचाऊ भन्दै सडकमा उत्रिरहेका छन्। नेपालमा राजा फर्काउने कानुनी आधारहरू के छन् त?
नेपालको संविधान 2072 अनुसार नेपाल लोकतान्त्रिक गणतन्त्र हो, तर संविधान संशोधन गरेर व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्नाले राजालाई फेरि ल्याउन सक्ने आधार चाहिँ छ। संसदमा 2/3 बहुमत पुग्यो भने संविधान परिवर्तन गर्न सकिन्छ, तर अहिलेको संसद गणतन्त्र पक्षधार भएकोले यो सम्भावना कम छ। जनमत संग्रह गरेर 2036 सालमा बहुदलीय व्यवस्थाका लागि जनमत संग्रह भएको थियो। जनताको ठोस माग भए सरकारले जनमत संग्रह गराउन सक्छ। जनताले मतदान गरेर निर्णय गर्ने सम्भावना छ। राजा फिर्ता आउने सम्भावना देखिन्छ। ठुला ठुला आन्दोलन भए सरकार परिवर्तन हुन सक्छ। कुनै दलले राज संस्थाको मुद्दा उठाएर चुनाव जिते फेरि बहस हुन सक्छ। राजा फर्काउन असम्भव भने छैन, तर त्यति सजिलो पनि छैन। केही चुनौतीहरू छन्। राजनीतिक दलहरू राज संस्था फर्काउन दिँदैनन्। भारत, चीन, अमेरिका कसैले पनि नेपालमा राजा फर्काउन नचाहन सक्छन्। नेपालमा पछिल्लो समय राज संस्थाको समर्थन गर्नेहरूको लहरको बढिरहेको छ। भ्रष्टाचार र अस्थिरताबाट जनताहरू आक्रोश छन्। 16 वर्षमा 12 भन्दा बढी प्रधानमन्त्री फेरिए, कुनै सरकारले पनि स्थिरता ल्याउन सकेन। विकास भन्दा दलहरूबीच भागबण्डा चलेको छ। महँगी, बेरोजगारी र आर्थिक सङ्कट, पेट्रोल, चामल सबै महँगो छ। युवा विदेश पलायन भइसके। सरकारले आर्थिक सुधार गर्न सकेको छैन। राजा हुँदा नेपालमा स्वतन्त्र थियो भन्ने भावना छ। राज संस्था पालामा नेपालमा कुनै देशको प्रभाव थिएन। अहिले भारत, चीन, पश्चिमहरूले नेपाललाई घुमाइरहेका छन्। जनताहरू निराश भएपछि विकल्प खोज्छन्। गणतन्त्र राम्रो हुनुपर्ने थियो तर भएको छैन। त्यसैले जनता राज संस्था नै ठिक थियो भनेर सोच्न थालेका छन्। राजा फर्किन संविधान अनुसार सम्भावना छ, तर सजिलो छैन। जनताको समर्थन अझै बढेमा विकल्प खुल्ला हुन सक्छ। यदि सरकार असफल भइरह्यो भने जनताले विकल्प खोज्न बाध्य हुन्छन्। तपाईँ के सोच्नुहुन्छ? राज संस्था फर्काउनु पर्छ पर्दैन? तपाईको विचार के छ? तपाईलाई गणतन्त्र राम्रो लाग्छ या राजतन्त्र? आफ्नो राय कृपया लेख्नुहोला। गणतन्त्र